पक्राउ गर्न आएको पक्राउ गरेर होइन सर प्लिज योमा लेख्नु पक्राउ पछि लेख्नु हामी जाउँ त्यसपछि कानुनमा चाहिँ हाम्रो अगेन्स्टमा जाने ठाउँ छँदै छैन हामीले गल्ती गरेपछि मैले सही गर्नु पर्यो नि मलाई दिनुहोस् न पक्राउ बुझी कस्तो अचम्म यार एउटा पक्राउ दिनुहोस् न पक्राउ बुझी लेख्नुहोस् दिनुहोस् न भइगयो त ल दिनुहोस् न हुन्छ नि हजुर हामी वकिल साहब भोलि कानुन डिलिभरी गरेपछि तपाईँ ठोक्नु होला नि त हाम्रो मुद्दा हाल्नु यस्तो भन्ने हुन्न नि म त गइसक्छु नि भोलि ठोक्नुहोस् न कानुन पहिला तपाईँ थन्दै अनि पक्राउ दिने मलाई सुन्नुहोस् न सम्मान मलाई थुन्ने अनि हामी सम्मान गर्छौँ पत्र दिनु न पत्र ए पत्र दिनु न मलाई ए ल भयो पत्र दिनुहोस् भइदिएको त केही गर्नै परेन त छैन पत्र दिनुहोस् लैजानुहोस् एउटा पत्र त मैले दिनु पर्यो नि पत्रै हुन्न र पत्र दिनु न भइगयो त विवादै छैन त म गइहाल्छु सर डेढ साहब हुनुहुन्छ अन्तिम इच्छा भन्ने हुन्छ सर एउटा पक्राउ गर्न आएको मान्छेलाई अन्तिम इच्छा भन्ने हुन्छ त्यस्तो हुँदैन नि सर त्यस्तो हुँदैन नि सर सर अन्तिम इच्छा एउटा होइन अदालतले दिएको